65 इयर्सको भए पनि जाडो महिनामा कलङ्कीदेखि उहाँ के सोलुदेखि चाहिँ यति हतारका साथमा साधना गर्नुपर्छ भनेर सिक्नको लागि यति आतुर भएर पठाउमा टोपी झारी झारी आउने वही हो। उहाँलाई प्लिज सबैले एकदम मजाक गर्नुहुन्छ। अब टाइमको अलिकति मिस्टेक भयो तपाईहरु नहाँस्नु होला भाइ। सबैले गाइदिनु न। सबैले सँगै गाइदिनुस् है भाषण। साथ दिनु ल साथ दिनु। भिडियो चाहिँ राम्रो गर्नु है मेरो मोबाइलमा। अहिले भयो खै त साउन्ड भयो। बज्दैन? साउन्ड त सानो बनाउनु। वाइले सानो छ साउन्ड। मलाई त फुल छ। अब प्ले गर्नुस् त। ताली बजाइदिनुहोस् प्लिज। यति मिठो गाउनु भयो, यति मिठो गाउनु भयो, यति मिठो गाइदिनु भयो उहाँले। धेरै राम्रो, सबैजनालाई धन्यवाद। धेरै राम्रो। हजुरको नाम?
मेरो नाम मिना धन्यवाद कुमारी भन्नुपर्छ तामाङ। हाम्रो अभिभावक हजुरको घर कहाँ हो नि? मेरो सिन्धुपाल्चोक। धन्यवाद भन्नुपर्छ। धन्यवाद। किनकि म यो युट्युबमा राख्छु, हेर्नु होला है राधा अधिकारी पार्क। धेरै राम्रो लाग्यो, धेरै खुसी लाग्यो। छोराछोरीहरूले चाहिँ